हेलो हाय दर्शक नमस्कार हजुर म हुँ तपाईहरुको प्रिय मित्र साथी रमेश चामलिङ किराती। तपाईलाई स्वागत छ मेरो ब्लगमा युट्युब भिडियोमा। आज हामी साथीहरुसँग चाहिँ नै खसी मार्केट जाँदै छौं किनकि हामीसँग आज भोलि पर्सि निकर्सी गरेर 4 दिन छुट्टी भएको कारणले गर्दाखेरि छुट्टी यो चाहिँ नै यो छुट्टी यसो मनाउ भनेर तपाईहरुलाई म देखाउँछु खसी कस्ता पाउँछन्, कति रहेछ भाउ, कति रहेछ प्राइस र नेपालको कति पर्दा छ, साउदीको कति पर्दा छ है त। म तपाईलाई देखाउने छु, कन्टिन्यू हेर्नु होला। प्राय गरेर मेरो भिडियो चाहिँ मैले भिडियो काट्ने चलन नै खाली देख्छ हैन, नकाटी जस्तो त त्यस्तै म तपाईलाई देखाउँदै छु। समथिङ आइसक्यो अनि खाली देख्छ के हो के यो के रे बाख्रा खोरा यो बाख्रा खसी खोर चारले गर्दा हिजो अस्ति पनि मान्छेले ओसार छ गाडी हेर दिए तर हामीले यिनीहरूले हाँदैन नि खाली यही त्यसको चाहिँ भेडा ए भेडा दुब्बा हाम्रो अरु पनि आछ त ओलीहरु पनि कता छ ओली कहाँ आएको छ खै हाम्रो गणेश पनि आछ यहाँ। गणेशको गाडी पनि छ त। हेलो हेलो सदेक सुन के छ? नमस्कार हजुर। यो यार खसी खाल्ला जस्तो देखिँदैन भयो। अस्सलाम वालेकुम, हाउ आर यु? गुड मर्निङ। हेलो सदेक कम फुलोस वाइट कम फुलोस how much price? نعم كله خلهم هنا نخلص كله خلص لا في لك انت حق الجزائري قال فلوس غالي لحم زياده ولا فلوس غالي ल हेर्नुहोस् खसी यही हो। वाइट कम फुलोस how much price? इङ्ग्लिसको थाहा हुन्न कि कति हो? कति? 1150 खाँदैन 4000 नेपाली 4000 मा यसको बरु उतना हेर्नु न बिचारा यो दुब्बा हुन्छ होला चाहिँ 1150 ओ टु मच वाइ टु मच प्राइस लास्टमा 1000 मा दिइराछ हैन। ल एउटा हेरौँ गणेश सर तपाईहरु के लाने हो? ल दुब्बाको यसमा चाकमा बोसो हुन्छ हेर्नु चाक गणेशको यस्तो बोसो हुन्छ है। बोसो चाहिँ 10 केजी जति हुन्छ होला यो भेडाको। तर हामी यो भेडा खाँदैनौँ होइन, नेपालीहरूले प्राय गरेर हामी खाने भनेको खसी हो। कति केजी होला यो? 20-22 केजी होला। ल यो भन्दै म तपाईसँग बिदा हुन चाहन्छु। हस्त धन्यवाद। जय नेपाल।